नमस्कार। टटका बहसमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। राम हृदय यादव। बहसमा हुनुहुन्छ मनिका झा। भनिन्छ सुन्दर छ रूप इनको ज्ञान की खानी, सुन्दर छ रूप इनको ज्ञान की खानी, प्रखर हुन वक्ता मस्त मस्त की जवानी। उहाँ भर्खरै सम्पन्न भएको नेपाल पत्रकार महासंघको 26औं महाधिवेशनबाट धनुषा जिल्लाको गरिमामय पद अध्यक्षमा चुनिनु भएको हो। यो नेपालको इतिहासमा पहिलो पटक उहाँले धनुषाबाट अध्यक्षमा चुनावी प्रतिस्पर्धाबाट जित्नु भएको पहिलो व्यक्तित्व हुनुहुन्छ। उहाँ प्रखर वक्ता हुनुहुन्छ। महिलाको सवालमा हेर्ने हो भने महिलाहरूले पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागिता न्यून देखिए पनि उहाँ विगत लामो समयदेखि धनुषा जिल्लालाई कार्यक्षेत्र बनाएर यस पेसामा आबद्ध रहनु भएको, कहीँ कतै अलिकति पनि विचलित नभई कलम जोडतोडले चलाइरहेको अवस्था छ। उहाँ प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनुहुन्छ। उहाँलाई धेरै धेरै बधाई दिँदै कार्यक्रममा स्वागत गरौँ। हजुरलाई स्वागत छ कार्यक्रममा। धेरै धेरै धन्यवाद रामजी। आज बोलाउनु हो त्यसका लागि फेरि पनि आभार। कस्तो फिल भइरहेछ तपाईँ महिला अध्यक्षमा जित्नुभयो, कस्तो फिल भइरहेछ तपाईँलाई? सबैभन्दा पहिला त महिला अध्यक्ष नभनौँ, अध्यक्षमा निर्वाचित भएको हो। महिला अब एउटा लैङ्गिकताका हिसाबले हामी महिला पुरुष नै हुन्छौँ विशेष गरी, र त्यो एउटा एडभान्टेज भनौँ होइन, एउटा आफूसँग भएको एउटा विशेषता भनौँ। महिला वर्गलाई प्रतिनिधित्व गरेको छु। तर यसमा चाहिँ यो जित सबैको छ। महिलाहरू विशेष सम्मानित हुनुभएको छ, किनभने आजसम्म नभएको उहाँहरूको धोको पुरा भयो। तर यो जितमा चाहिँ सबैको समान सहभागिता छ जस्तो मलाई लाग्छ। हजुर महिला भएर अध्यक्षमा जित्नु भएकोले मैले महिला अध्यक्ष भने हो, यसको लागि चाहिँ सरी है। अब तपाईँ यहाँ कहिलेदेखि चाहिँ पत्रकारितामा लाग्नु भएको अलिक तपाईँकै मुखारबिन्दुबाट सुन्न पाउँ न। म चाहिँ प्रत्यक्ष रूपमा पत्रकारितामा काम गर्न थालेको चाहिँ जनकपुरको पहिलो रेडियो जब स्थापित भयो, रेडियो जनकपुर, त्यहाँबाट मैले चाहिँ मलाई लाग्छ बाल कार्यक्रम चलाउन गएर मैले त्यहाँबाट सुरुवात गरेँ। झन्डै 12 वर्ष जति भयो होला होइन काम गरेको। त्यसपछि मैले कान्तिपुर हुँदै त्यसपछि मैले भनौँ नेपालका अधिकांश प्रिन्ट मिडियामा काम गर्ने अवसर पाएँ र 1 दशक भन्छु म औपचारिक रूपमा 11-12 वर्षको यो यात्रा छ। र यस क्रममा चाहिँ नेपालका विभिन्न जुन हामी एउटा मेन स्ट्रिम भन्छौँ जसलाई होइन, मुख्य चाहिँ मूलधारका पत्रिकाहरू सबै जसो त नभनौँ तर अधिकांशमा चाहिँ मैले आफ्नो चाहिँ लेख्ने अवसर चाहिँ पाएको छु र यसरी नै चलिरहेछ। तपाईँ यस पेसालाई चाहिँ आफ्नो कार्यक्षेत्र बनाउनु भयो, यसमा चाहिँ प्रेरित कोबाट हुनुभयो, कसको सहयोग र साथले तपाईँ यहाँसम्म आइपुग्नु भयो? सबैभन्दा बढी धन्यवाद म दिन चाहन्छु अहिले पनि पत्रकारितामा प्रवेश चाहिँ मलाई यहीँका गुरुहरूले गराउनु भएको छ। म कस्तो भने मेरो सानैदेखि एउटा के थियो भने अलिकति छुट्टै खालको काम गरौँ जस्तो लाग्थ्यो होइन, र त्यो कारणले अब मेरो घर एकदमै वेल एजुकेटेड होइन, मेरो आमा नै प्रोफेसर हुनुहुन्छ। सबैजना एकदम त्यो एउटा डिसिप्लिन जब भन्छ नि, एउटा 10 to 5 जबको फर्मेटमा काम गर्ने सबैजना हुनुहुन्छ मेरो घरमा, र उहाँहरूको त्यो इच्छा पनि थियो। म पनि त्यस्तै 10 to 5 होइन। अब छोरी भएपछि अलिकति कि त अब ब्याङ्कतिर जाऊ होइन भने यो प्रोफेसर या टिचर त्यस्तो खालको केही पेसामा जाऊ। तर मलाई त्यो अलिकति त्यो
त्यो फ्रेमवर्क भन्दा अलिकति छुट्टै होइन, अलिकति आफ्नो क्रिएटिभिटी भएको जबमा जान मन थियो होइन। र त्यो कारणले पनि अब मैले त्यो सानोदेखि पनि अलिकति छुट्टै छुट्टै कामहरू गर्दै जाँदा पछि गएर त्यो रेडियोहरू खुल्यो र रेडियो खुलेपछि म अहिले पनि धन्यवाद दिन्छु आदरणीय शीतल शाहजीलाई। उहाँ चाहिँ मेरो गुरु पनि हो। उहाँ सानैदेखि मलाई याद छ म 3 क्लासमा सङ्कटमोचन स्कुलमा पढ्दादेखि उहाँ मेरो टिचर हुनुहुन्थ्यो। एक्ज्याक्टली, उहाँ टिचर हेल्थ पढाउनुहुन्थ्यो उहाँ। र उहाँले मलाई 3 देखि 10 सम्म मैले उहाँसँग पढेको छु सँगै। र हामीले यो एक्स्ट्रा एक्टिभिटिज गर्नुमा चाहिँ उहाँको एकदम ठुलो सहयोग, किनभने उहाँले त्यो स्काउटहरू हुन्थ्यो त्यतिखेर, रेड क्रसहरू, अनि जहिले पनि शीतल सरको इनिसिएसनले हामी त्यसमा सहभागी हुन्थ्यो। र हुँदा शीतल सरले नै एफएम खोल्नुभयो र हामीलाई अरू केही पनि मलाई थाहा थिएन होइन। म र मेरो एकजना साथी हुनुहुन्छ स्मिता झा, अहिले पनि उहाँ हुनुहुन्छ यही पेसामा, र हामी दुईजनाले सँगै चाहिँ उहाँ पनि अहिले महिला सदस्यमा मेरै कार्य समितिमा हुनुहुन्छ। र उहाँ चाहिँ हामी दुईटालाई उहाँले शीतल सरले चाहिँ होइन तिमीहरू चाहिँ एकदम राम्रो बोल्छौ, तिमीहरू रेडियोमा आउनुपर्छ, त्यहाँबाट चाहिँ स्टार्ट भयो। पछि गएर श्यामसुन्दर शशी आदरणीय गुरु हुनुहुन्छ, उहाँले चाहिँ कान्तिपुरमा अवसर दिलाउनु भयो। र त्यसपछि यहाँका जुन गुरुहरू हुनुहुन्छ उहाँहरूले नै हात समातेर अगाडि बढाउँदै। एक्ज्याक्ट कति सालबाट चाहिँ सुरु गर्नुभएको होला तपाईले याद छ? मलाई लाग्छ मैले 62 बाट चाहिँ, किनभने 12 वर्षदेखि त तपाईलाई प्रत्यक्ष रूपमा मैले चिनिरहेको छु। म आउँदा तपाईँ त यहाँको त्यतिखेर चाहिँ तपाईँ कान्तिपुर मिडियामा हुनुहुन्थ्यो। श्याम मैले चाहिँ त्यो कान्तिपुर चाहिँ 1 साल अगाडिदेखि होला भने चाहिँ अब त्यो ठ्याक्क जोड्यो भने म 15 वर्ष 13 वर्ष भन्दिनँ, मलाई लागेको 1 दशक नै भनौँ, 1.5 दशकको अनुभव छ तपाईँलाई। होइन छ नै, त्यो कुरा त एक्ज्याक्ट भन्नुपर्छ। किनभने 12 वर्षदेखि मैले तपाईँलाई चिनेको र त्यो म नहुँदा नै तपाईँको रेडियोमा मैले आवाज पनि सुनेको, मनिका झा भनेर। पहिला मलाई पनि कौतूहलता हुन्थ्यो यो मनिका झा भन्ने व्यक्ति कस्तो हुन्छ, उहाँलाई चाहिँ भेट्न पाए हुन्थ्यो। पहिला त किनभने रेडियोहरू जतिखेर खुल्यो त्यतिखेर धेरैको कौतूहलता थियो नि, मिडिया हाउसमा जान पाए हुन्छ होइन, रेडियोबाट चाहिँ आफ्नो आवाज अरू दर्शकबिनहरूले श्रोताबिनहरूले चाहिँ सुन्न पाए, मेरो आवाज पनि सुन्छ होला कस्तो लाग्छ भन्ने सबैको कौतूहलता हुन्थ्यो होइन। त्यतिखेर मैले तपाईँलाई सुनेको र आज तपाईँसँग प्रत्यक्ष चाहिँ यो टिभी टुडेको चाहिँ स्टुडियोमा तपाईँलाई बोलाएर तपाईँ अध्यक्षमा निर्वाचित भइसकेपछि कुरा गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ। अब तपाईको अब पहिला काम गर्नुहुन्थ्यो, श्रमजीवी हुनुहुन्थ्यो, अहिले श्रमजीवीहरूको श्रमको सम्मान गर्नुपर्ने ठाउँमा तपाईँ आइपुग्नु भएको छ। के छ त, कसरी गर्न सकिन्छ? यो त धेरै चुनौतीको कामहरू छ। चुनौती त अवश्य नै छ होइन। कुनै पनि पदको आफ्नो गरिमा हुन्छ, सबैले दिएको सम्मान हो यो होइन। यो चाहिँ एउटा ठुलो अवसर हो सबैका लागि। र मलाई लाग्छ चुनौतीलाई सहज बनाउने पनि हामी नै हौँ र हामीले जसले अवसर दिएको छ उहाँहरूकै सहयोगले यो चुनौती चाहिँ सहज पनि हुन्छ जस्तो मलाई लाग्छ होइन। नेपाल पत्रकार महासङ्घ एउटा सबल संस्था हो, छाता संस्था हो होइन। र अहिले पनि श्रमजीवी नै छु होइन। तपाईँले भन्नुभयो श्रमजीवी हुनुहुन्छ र श्रमजीवीलाई सम्मान दिलाउने ठाउँमा हुनुहुन्छ। योभन्दा अगाडि पनि म कार्य समितिमा उपाध्यक्ष भएर चाहिँ बसेको थिएँ होइन। र अहिले पनि श्रमजीवी भएरै काम गरिरहेको छु होइन। केही खास चाहिँ भएको छैन, विशेष एउटा जिम्मेवारी थपिएको छ होइन। सबैलाई कसरी समेटेर अगाडि बढ्ने भन्ने। त्यतिखेर त तपाईँ अलिकति आफू मौन बसिदिए पनि हुन्थ्यो योभन्दा अगाडि कार्य समितिमा होइन। त्यतिखेर पनि सकभर तपाईँ निर्वाचितै हुनुहुन्थ्यो मलाई याद छ। तर अहिले त निर्णय गर्ने ठाउँमा पुग्नु भएको छ नि त। किनभने विगत कार्य समितिहरूमा चाहिँ त्यसको धेरै असन्तुष्टि पक्षहरू पनि सदस्यताको विषयमा आएको थियो। हाम्रो यो धनुषा जिल्ला एकदमै सभ्य ठाउँ यो जनकपुर भएको हुनाले अन्ततिर त विवादहरू जसरी भएको सुनियो त्यस्तो त यहाँ भएन। तर अब चाहिँ के गर्नुहुन्छ? चुनौती त्यस विषयमा छ नि त कि सदस्यताको सवाल आएपछि त धेरै चुनौती हुन्छ। त्यतिखेर चाहिँ धेरै टकस मकस हुने अवस्था आउँदैन। त्यतिखेर चाहिँ कसरी यो कुरालाई लिन सक्नुहुन्छ? म चाहिँ सदस्यताको विवाद भनेर मान्दिनँ। सबैभन्दा पहिला कुरा यो विवाद हुँदै होइन, केही पनि विवाद छैन जस्तो मलाई लाग्छ। मलाई विवाद भनेको होइन, रसाकसी हुन्छ नि त्यो सदस्यता लिने हुँदैन। म विश्वास दिलाउन चाहन्छु त्यो पनि हुँदैन। किनभने जब हामी एउटा प्रक्रियामा जान्छौँ, जब हामी कुनै पनि कुरामा केही हरेक कुराको सिस्टम हुन्छ।
तपाईले यदि सिस्टमलाई मान्नुहुन्छ भने नि कहीँ पनि समस्या हुँदैन जस्तो मलाई लाग्छ र म सिस्टम मान्ने व्यक्ति मध्ये एक हुँ। विगतका दिनहरूमा तपाईले हेर्नुभयो होला सदस्यताको विषयमा धेरै कुराहरू भए। हामी श्रमजीवीका पक्षमा सक्रिय पत्रकारिताको पक्षमा काम गर्ने व्यक्ति हुँ। म सधैँभरि स्ट्यान्ड लिएर बसेको व्यक्ति हुँ। म त्यही भएर पनि मलाई लाग्छ हजुरहरूले सबैले सम्मान गरेर यो अवसर दिनुभएको छ र अबको दिनमा नेपाल पत्रकार महासङ्घले सक्रियलाई सम्मान र निष्क्रियलाई चाहिँ स्वस्फूर्त रूपमा तपाईहरू चाहिँ यो तपाईले जुन सदस्यता लिनुभएको छ अब अर्को पेसामा हुनुहुन्छ तपाईहरू यो पेसालाई चाहिँ परित्याग गर्नुस्। किनभने नाम मात्रको लागि भोट मात्र खसाउनको लागि हैन अब चाहिँ खोजेर ल्याउनु पर्ने अवस्था तपाईहरुले जुन हेर्नुहुन्छ चुनावमा जुन यो प्रवृत्तिहरु देखिन्छ हैन। अब हामी पत्रकार बाहिर बसेको मान्छे हैन हाम्रो चुनावलाई चाहिँ अब पैसामुखी जस्तो बनाइदिएको अवस्था देखिन्छ। किनभने बाहिर बसेको मान्छेलाई बोलाउनु पर्यो एक मतको लागि। मत त अमूल्य हुन्छ। अब उहाँहरुलाई अब आफूले इन्भेस्ट गरिदिनु पर्ने एक त आफै श्रमजीवी अनि आफूले अब मिडिया हाउसहरुको अवस्था पनि तपाईले देखिरहनु भएको छ नेपालको विषयमा हैन। आफै श्रमजीवी भएर अनि मतको लागि चाहिँ आफ्नो चाहिँ इन्भेस्ट गर्नुपर्ने अवस्था भनेको त धेरै दुःखद कुरा हो नि। एकदम तपाईले सही भन्दै हुन्छ। यो चाहिँ कस्तो भइदियो भने नि यो अलिकति सिस्टमेटिकली नै प्रब्लम भयो जस्तो मलाई लाग्छ हैन। तर यसलाई चाहिँ कसरी प्युरिफाई गर्ने हैन त्यो पनि हाम्रै दायित्व हो। जस्तो कि अब तपाईले हेर्नुभयो होला हरेक पेसामा त्यस्तो हुन्छ। तपाईले काम गरिराख्नु भएको छैन तपाई स्वैच्छिक रूपमा छाड्दिनुस् हैन। हामीले एकपल्ट सबैलाई आह्वान नै गर्नेवाला छौं हैन आगामी दिनहरुमा। र रह्यो नयाँ संस्थाका विषयमा त्यसका पनि केही क्राइटेरिया हुन्छन्। विगतका दिनहरुमा के भयो भने जो भाइहरु जो बहिनीहरु निरन्तर रूपमा क्रियाशील भएर काम गरे तिनले डकुमेन्ट पुर्याउन सकेनन्। किनभने उनीहरु त फिल्डमा खटिरहेथे। उनीहरुले त डकुमेन्टै पुर्याउनु पर्छ भनेर बसेका थिएनन्। तर कति निष्क्रियहरु यस्ता भए जसले डकुमेन्टै पुर्याए सबै तर उहाँहरुको सक्रियता कहीं देखिएन। भनेपछि यो जुन दुईटा विषय छ यसलाई कसरी हामीले भोलिका दिनमा सहज बनाउने सक्रियहरुको सवालमा कसरी पत्रकार महासंघले एउटा कार्यविधि बनाएर अगाडि जाने त्यसका तर्फ हामी चाहिँ लाग्छौं। र म विश्वास दिलाउन चाहन्छु यो कार्यसमिति पछिल्लो कार्यसमिति हामीले यो एउटा अनाहकमा भ्रम फैलाइयो कि कार्यसमितिले सदस्यता दिएन होल्ड गरिएको थियो। नदिनु र होल्ड गर्नुमा फरक छ। यो गर्नु त आफ्नो ठाउँमा कार्यसमितिले राम्रो हो। किनभने कार्यसमितिले किन दिएन भन्ने कुरा मैले पनि बुझिरहेको छु। यो एकदमै राम्रो हो। किनभने अब जुन हाम्रो यो निष्क्रियहरुको बीचमा जुन यो सक्रियहरुलाई पसाइदिएपछि भोलिको दिनमा यिनीहरुले पनि त्यस्तै गतिविधि गर्ने हो कि भन्ने जस्तो अब नेतृत्वले सोच्यो होला नि त। नेतृत्वप्रति हामीले आवाज त यसो झट्टै हेर्दा मान्छेले जे देख्छ त्यही बोल्दिने कुरा हो। तर आन्तरिक कुरा त सबैले बुझ्न सक्दैन नि त। त्यस विषयमा अब तपाईहरुको त अनुभव छ। विगतमा पनि हुनुहुन्थ्यो। अब अहिले वर्तमानमा झन् एक स्टेप माथि भएर आउनु भएको छ। त्यो पनि प्रत्यक्ष बहुमतमा आउनु भएको छ। अनि यस बेलामा त अलिक चुनौतीको रूपमा त अलिकति प्रस्ताइदिन्छु मात्रै के भने पत्रकारितामा सदस्य यो पत्रकार महासंघमा सदस्य हुनका लागि जे कुराहरू चाहिन्छ हैन। जसरी हामी यो कुनै भोलिन्टियर संस्था हो। सबभन्दा पहिला हामीले त्यो बुझ्नुपर्छ। सदस्यका लागि मात्रै पत्रकार महासंघ छ भन्ने पनि होइन। पत्रकार महासंघ हरेक पत्रकारका लागि छ र त्यसमा सदस्यता लियो भने झनै अब आफ्नो घरभित्र मेम्बर भयो भने ठीक छ। मेम्बर छैन भने पनि घरका जुन अभिभावक छन् तिनको त्यो दायित्व नै बन्छ कि सबै पत्रकारको कसरी हामीले हक संरक्षण गर्ने कसरी उहाँहरुको चाहिँ साथमा हामीले पाइला अगाडि सार्ने त्यो त पत्रकार महासंघले गर्छ। तर पत्रकारितामा यो महासंघको सदस्यताको लागि तपाईले कोटा छुट्याएर निष्क्रियहरुलाई त्यहाँ समावेश गराएर जसले महासंघको आजसम्म एउटा कार्यक्रममा समेत सहभागिता जनाएको छैन त्यस्ता व्यक्तिहरु हैन पत्रकारितासँग लेनादेना नै छैन त्यस्ता व्यक्तिहरुलाई यदि प्रवेश गराउन खोज्यो भने मलाई लाग्छ हामी सबैले जति हामी श्रमजीवी छौं जति हामी सक्रिय छौं हामी सबैले चाहिँ त्यसमा चाहिँ खबरदारी गर्नै पर्छ जस्तो मलाई लाग्छ। र भोलिका दिनमा एकदम आवश्यक छ। हाम्रो बीचमा जुन पहिला थिएन संस्थामा सदस्य नै थिएन। सिनियरहरुले भन्नुहुन्छ 30 जना 35 जना जति खोजेर ल्याइन्थ्यो। तर अब त त्यो अवस्था छैन। अब धेरै बच्चाहरु धेरै हाम्रो नयाँ साथीहरु बहिनी भाइहरु चाहिँ आइराख्नु भएको छ। उहाँहरुलाई चाहिँ कसरी सुरक्षित रूपमा महासंघलाई मर्यादित बनाउनतर्फ हामी लाग्ने भनेर त्यसका लागि हामी सबै समान रूपमा चाहिँ खबरदारी चाहिँ गर्नै पर्छ जस्तो लाग्छ। महासंघमा नयाँ पुस्ताहरुको भूमिका के रहनेछ? महासंघ सबैको साझा संगठन हो। यो चाहिँ हरेक पत्रकारहरुको चाहिँ छाता हो।
सबैको भूमिका यहाँ समान छ जस्तो मलाई लाग्छ। अहिले म अध्यक्षमा निर्वाचित भएको छु भने मेरो भूमिका धेरै होला, केही विधान सम्मत रूपमा केही अधिकारहरू होलान्, त्यो त पदीय मर्यादाले नै दिएको अलि बढी नै हुन्छ पदीय त्यसमा विषयहरू छ। तर मलाई लाग्छ त्यो सबै कुरा चाहिँ हाम्रो समान हुन्छ, सबै एक समान भएर त्यो पदीय हिसाबले भए पनि मैले कसैले पनि कोही अध्यक्षले पनि विधान र प्रक्रियालाई मिचेर जाने कुरा चाहिँ हुँदैन जस्तो मलाई लाग्छ। र नयाँ पुस्ताकै हातमा चाहिँ यो सबै छ। मलाई लाग्छ म जति बुझ्दिनँ होला, मभन्दा अहिले आएका भाइहरू यति धेरै टेक्निकली पावरफुल छन् होइन, उनीहरूलाई चाहिँ कसरी दक्षता वञ्चित गराउनु राम्रो हुँदैन नि त। त्यो त हुँदैन पनि, मैले पहिला पनि भने तपाईँलाई होइन, धेरै अहिले यस्ता हुनुहुन्छ जो पत्रकार महासङ्घबाटै समाचार लेख्नुहुन्छ। हाम्रो पत्रकार महासङ्घ धनुषा शाखा अहिले वेल इक्विप्ड भन्नु पर्यो होइन, एकदमै एउटा चाहिँ राम्रो भवन होइन, एकदमै राम्रो चाहिँ त्यहाँ साधन सुविधा भएको चाहिँ भवन भएको छ हामीसँग, सबै साधनहरू छन्। र धेरै भाइ बहिनीहरू छन् जो सदस्यता चाहिँ यो पालि होल्ड गरेर जसको राख्यो उहाँहरू अहिले पनि त्यही हुनुहुन्छ। र त्योभन्दा बढी के हुनसक्छ? तपाईँ त्यहीँ बसेर काम गरेर राख्नु भएको छ, तपाईँ अलरेडी त्यहाँको मेम्बर हुनुहुन्छ। यो टेक्निकल केही इस्युहरू होला जो पछि सर्ट आउट हुँदै जान्छ होइन। कस्तो हुँदो भने तपाईँले यदि परीक्षामा चाहिँ सर्टिफिकेट मिस गरेर आउनु हो भने सर्टिफिकेट लिएर आउनुहोस् भनेको परीक्षाबाट वञ्चित गर्नु होइन के, त्यो चाहिँ बुझ्नु पर्यो। कसैको यदि प्रक्रिया पुगेको छैन भने त्यो आज तपाईँले आज सदस्यता दिएन भने भोलिदेखि तपाईँ पत्रकारिता छाडिदिनुहुन्छ भने त होइन नि, तपाईँ त सक्रिय हुनुहुन्छ नि। प्रतीक्षा गर्नुहोस् न, महासङ्घ पनि कहीँ जाँदैन, किनभने एउटा कार्य समिति हुँदैन भने अर्को कार्य समिति आउँछ होइन। र त्यसपछि तपाईँ विधि र प्रक्रिया यदि पुगेको छ भने कसले वञ्चित गर्छ? यो कसै एकजनाको त संस्था होइन, यो सबैको संस्था, हाम्रो सबैको साझा संस्था हो भनेपछि विधि र प्रक्रिया पुरा हुँदै जाँदाखेरि उहाँहरू सबै समावेश हुनुहुन्छ। अहिले पनि उहाँहरू हुनुहुन्छ, पछि गएर भनौँ न अलिकति अब त्यो छापै लागेको होला होइन। र त्यसको लागि हामीले त्यो वेट गर्नु पर्यो, होइन कि आज होइन म अब छँदै छैन भनेर होइन। मैले चाहिँ 6 वर्ष पत्रकारिता गरेँ, मलाई याद छ मैले फर्म भर्न गएको थिइनँ महासङ्घको, तर म हरेक कार्यक्रममा सहभागी हुन्थेँ। उमेश शाह हुनुहुन्थ्यो त्यतिखेर पत्रकार महासङ्घको आदरणीय अध्यक्ष हुनुहुन्थ्यो उहाँ, र म हरेक कार्यक्रममा मलाई लाग्छ नबोलाउँदा बोलाउँदै बानी पनि थियो सबै ठाउँमा पुग्ने, र उहाँले बाध्य भएर मलाई महासङ्घको सदस्यता दिनुभएको। फर्म भरेर आफै मनिका आऊ सही गर भनेर दिनुभयो। हामीले त्यस्तो परिस्थिति किन नबनाउने हाम्रो भाइ बहिनीहरूले कि बाध्य हुनु परोस् होइन, जबरजस्ती चाहिँ होइन। म सक्रिय छैन, म कहिले महासङ्घको साधारण सभामा आउँदिनँ, मुखै देखाएको छैन महासङ्घ कहाँ हो। तपाईँलाई भन्छु भने हाँसो उठ्छ। गत कार्य समितिमा यस्ता व्यक्तिहरूले पनि फर्म भरे जसलाई मैले सोधेको छु पत्रकार महासङ्घको अध्यक्षको नाम थाहा छ? उसले भन्नु मलाई थाहा छैन। पत्रकार प्रेस काउन्सिलको सदस्य को हुनुहुन्छ? कसलाई थाहा हुँदैन? भन्नुहोस् त, तपाईँ पत्रकार हुनुहुन्छ, तपाईँलाई थाहा हुनु पर्यो, सामान्य कुरा हो। उहाँले भन्नुभयो मलाई जानकारी छैन। अनि कसको बारेमा? कतैबाट चाहिँ परिचालित हिसाबले तपाईँ पेसामा हुनुहुन्छ भने मात्रै एउटा यो भोट प्रभावित पार्ने हिसाबले रणनीति नअप्नाऊ, किनभने यो बौद्धिक वर्गको सङ्गठन हो। यो चाहिँ एकदमै तपाईँको मर्यादित संस्था हो, सबैको आँखा हुन्छ यहाँनिर, र हामीले मर्यादित रूपमै यसलाई अगाडि पत्रकार स्वयं आफैमा मर्यादित एकदमै सही कुरा व्यक्तित्व हो। पत्रकारमाथि चाहिँ कसैले यसरी औँला उठाइदियो भने त त्यसमा त तपाईँ हामी सबैको गरिमा अस्तित्व चाहिँ मेटाउने अवस्था आउँछ नि त। कुनै एउटा पत्रकारलाई कसैले चाहिँ यो पत्रकारको चरित्रमाथि चाहिँ प्रश्न उठाइदियो भने त्यसमा त हाम्रो महासङ्घमाथि पनि प्रश्न उठ्छ। यो बेलामा चाहिँ तपाईँले आउने नयाँ पुस्ताहरूलाई चाहिँ, नयाँ भाइ बहिनीहरूलाई चाहिँ यसमा इन्भल्भ हुनलाई चाहिँ कस्ता खालका योजनाहरू तपाईँले राख्नुहुन्छ त्यो भाइ बहिनीहरूको लागि, नयाँको लागि? सबैभन्दा पहिला त मैले जब भनौँ न एउटा जब आफ्नो माइन्ड मेकअप गरेँ होइन कि मलाई चाहिँ अब यो अध्यक्षमा चाहिँ दावेदारी प्रस्तुत गर्नु छ भने मेरो एउटै थियो होइन, किनभने महासङ्घको चाहिँ अहिलेको अवस्थामा हाम्रो पुरानो कार्य समितिले यति गर्यो कि एउटा हार्डवेयर बनाएर गएको छ होइन। अब महासङ्घ धनुषा शाखालाई यो भवनका लागि होस् या टेक्निकल इक्विपमेन्टको लागि होस्, सोफा कुर्सी, यसको लागि कसै कहाँ पनि भन्नुपर्ने, कसैसँग बजेट माग्नु पर्ने आजको दिनमा आवश्यकता छैन। हामी चाहिँ एकदम सबल र सक्षम एउटा हार्डवेयर भौतिक संरचना भएको महासङ्घ छौँ यहाँनिर। अब त्यहाँ गर्नु मात्र के छ भने सफ्टवेयरको काम गर्नुपर्छ जस्तो मलाई लाग्छ। र त्यो सफ्टवेयर के हो भने टेक्निकली अब हामी चाहिँ नयाँ जुन भाइ बहिनीहरू छन् जो कि अहिले पनि भौतारिरहेका छन्, दक्षता छैन। तपाईँको काम अब म पनि काम गरेको छु यहाँ अब हरेक मिडियामा, मलाई लाग्छ जनकपुरको
यही टिभी टुडे बाहेक रेडियो टुडे बाहेक म चाहिँ हरेक संस्थामा काम गरेको जस्तो मलाई लाग्छ र म पनि त्यो कुरा भोगेको छु कि किनभने म पनि यही पुस्ताबाट आएको छु र मैले त्यो भोगेको छु। दक्षता हुँदैन भने काम गर्न धेरै दक्षता छैन र त्यो दक्षता अभिवृद्धि पत्रकार महासङ्घले कसरी गराउने? अब भएकाहरूलाई जुन बच्चाहरू जुन नयाँ पुस्ता आउन खोजिरहेछ पत्रकारितालाई अपनाउन खोजिरहेछ, किनभने हेर्नुहोस् अहिले चाहिँ पत्रकारिता सजिलो छैन। कोभिडका बेला तपाईँले हेर्नुभयो ठुल्ठुला मिडिया हाउसहरूले तलब दिइरहेको छैनन्, मान्छे कटौती गरे होइन। जहाँ 80-80 जना काम गरिरहेको थियो त्यहाँ 20 जना 22 जना पुरै 77 जिल्लामा राखेको छ, एकजनाले 8 जिल्ला हेरिरहेको अवस्था छ। त्यस्तोमा चाहिँ यो सजिलो होइन, पहिला जस्तो चाहिँ गमक्क परेर होइन म चाहिँ पत्रकार हो भनेर हुर्ती देखाउने ठाउँ चाहिँ छैन। दक्ष रूपमा तपाईँ क्यापेबल हुनु भएन भने तपाईँ टिक्न सक्नुहुन्न र त्यो दक्षता अभिवृद्धि कसरी गर्ने होइन, कसरी अब हामीसँग त सजिलो छ। म त जहिले पनि भन्छु धनुषा पत्रकार महासङ्घ यति सफल छ कि हामीलाई बाहिरको ट्रेनरहरूको आवश्यकता पनि छैन। 1 से 1 अग्रजहरू हुनुहुन्छ जो कि एकदमै दक्ष हुनुहुन्छ। उहाँहरूको अनुभव पुरानो पुस्ता यो नयाँ पुस्तालाई कसरी जान्छ त्यसको लागि महासङ्घले एउटा टेक्निकली चाहिँ तपाईँको धेरै पुरानो पुस्ताहरू जसले चाहिँ तपाईहरूलाई समेट्नुभयो उहाँहरू पनि अहिले पनि प्रत्यक्ष रूपमा मिडिया हाउसमा कार्यरत नै हुनुहुन्छ। उहाँहरूसँग त धेरै नै अनुभव छ नि त। हो, मैले त्यही भन्दैछु। त्यस्ताहरूको अनुभव नयाँ पुस्तालाई कसरी दिने, पुरानोलाई कसरी नयाँ पुस्ताले सम्मान गर्छ भन्ने वातावरण बनाउने। किनकि धेरैलाई थाहा छैन श्यामसुन्दर शशी को हुनुहुन्छ भनेर, धेरैलाई थाहा छैन राजेश सरसर को हुनुहुन्छ भनेर। हामीले उहाँहरूलाई मेरो एउटा प्रयास हुनेछ अबको दिनमा नयाँ पुस्ता र हाम्रो एउटा जुन अभिभावक वर्गको पुस्ता छ दुवैले कसरी जोड्ने र दुवैलाई जोडेर एउटा गुरु शिष्यको सम्बन्ध बनाएर कसरी पत्रकारितालाई अगाडि बढाउने, नयाँलाई चाहिँ आउने र पुरानोलाई सम्मान दिने परम्परा कसरी धनुषामा कायम गर्ने भनेर एउटा ठुलो चुनौती छ र पत्रकार महासङ्घको यो नेतृत्वले त्यसतर्फ काम गर्नेछ जस्तो मलाई लाग्छ। र त्यसै गरी पुरानो वर्गको जुन सम्मान छ त्यसका लागि पनि हामी सक्दो काम गर्नेछौँ र अब गर्नुपर्ने कामहरू नै यही हो। जस्तो कि अब चाहिँ किनभने भौतिकको कुरा भइगयो, आफ्नो छ सबल छ महासङ्घ, अब एउटा दक्षतादेखि लिएर पुरानो र नयाँहरूलाई चाहिँ सम्मान र माया प्रेमको कुराहरू लगायतका अहिलेको अवस्था के थियो भने मैले हेरेको पछिल्लो समयमा म नेसनल मिडियाहरूमा अलिक बढी काम गरेको हुनाले चाहिँ अलिकति कन्ट्याक्ट्सहरू पनि धेरै छन्। तर जब त्यहाँ नेसनल मिडियाबाट जब पत्रकार खोजिन्छ नि, जब कुनै भ्याकेन्सी निस्किन्छ नि, यहाँ मान्छे पुगेर आउँदैन। यहाँ विडम्बना कस्तो छ भने मलाई एउटा राम्रो मान्छे रिकमेन्ड गरिदिनुहोस्, अलि राम्रो फिचर लेख्ने, अलि राम्रो स्टोरी कभर गर्ने मान्छे रिकमेन्ड गरिदिनुहोस् भनेर त्यहाँबाट भनियो भने यहाँ दूरबिनै लाउनु पर्ने अवस्था हुन्छ। भन्नको लागि हामी 174 छौँ होइन, तर खोज्नु पर्यो भने गाह्रो हुन्छ। 74 जना पनि भेट्यो। एक्ज्याक्टली त्यस्तो अवस्थालाई अबको दिनमा पुर्नुपर्छ जस्तो मलाई लाग्छ। अब भेट्यो भने त्यहाँ तछार मछारको वातावरण बनाउनु, कसरी यो नयाँ पुस्ताले तछार मछार गर्ने होइन, म क्यापेबल छु भनेर कसरी वातावरण बनाउने त्यसतर्फ महासङ्घ लाग्नेछ र अवसर सृजना गर्ने काम पनि हामी गर्नेछौँ। जस्तो कि अहिलेसम्म अवसरबाट वञ्चित थिए साथीहरू होइन, अहिलेसम्म गुटबन्दीहरू भइरहेको थियो कि फलानुको यो फलानु यो फलानु यो भनेर जुन एउटा गुटहरू छुट्याएका थिए त्यसलाई चाहिँ जसरी हामी छाता छौँ छाताको तल हामी सबै कसरी अटाउने भनेर एउटा वातावरण, साझा वातावरण, साझा सङ्कल्पका साथ अगाडि बढ्ने वातावरण कसरी बनाउने भनेर त्यसमा पत्रकार महासङ्घ लाग्छ। मेरो बुझाइ के छ भने यो पत्रकार महासङ्घ कस्तो हुनुपर्छ भने जस्तो तपाईँ चुनावी प्रतिस्पर्धामा आउनुभयो भनेपछि तपाईँलाई सम्मान, जसले तपाईँको महत्त्व बुझ्छ उसले तपाईँलाई मतदान गर्छ। यो होइन कि मनिकाजीलाई मतदान गर्नै पर्छ वा त तपाईँको प्रत्याशीहरूलाई चाहिँ मतदान गर्नै पर्छ, त्यसको लागि चाहिँ बाहिरबाट चाहिँ आफ्नो इन्भेस्ट पनि गर्ने, यस्तो किसिमको वातावरण हुनु हुँदैन। किनभने यसले महासङ्घलाई चाहिँ धमिल्याउने काम मात्रै गर्छ। र तपाईँ अहिले हामी हाम्रो यो बहसको निर्धारित समयको हामी अन्तिमतिर आइपुगेका छौँ। जाँदा जाँदै तपाईँ हाम्रा पुराना जुन पुस्ताहरू छ पत्रकार महासङ्घमा उहाँहरूलाई के भन्नुहुन्छ? सबैभन्दा पहिला त म सबैलाई चाहिँ धन्यवाद दिन चाहन्छु। यो ऐतिहासिक निर्णय लिन उहाँहरूले जुन आफ्नो भूमिका खेल्नुभयो होइन। एउटा महिलालाई हुन त हाम्रो समाजमा होइन विभिन्न विशेषणहरू दिइन्छ कि मेरो आपत्ति छ त्यो तपाईँले त्यो एउटा त्यो जुन पोयम भन्नुभयो होइन, एउटा त्यो मेरो लागि चाहिँ भन्नुभयो त्यसको पछाडि जुन एउटा शब्द थियो त्यसमा त्यो चाहिँ सक्नुभयो भने एडिट गर्नु होला। किनभने महिला भनेको वा पुरुष भनेको कोही पनि व्यक्ति होइन
शारीरिक बनावट, शारीरिक विषय र लैङ्गिकताले मात्रै महिला वा पुरुष कमजोर भनेर ठानिँदैन। यदि महिला कमजोर हुन्थे भने त्यसले 9 महिना घरमै बोक्न सक्दैन थियो जस्तो मलाई लाग्छ। र जसले एउटा पुरुषलाई निर्माण गर्छ, सृजना गर्छ, जसले सृष्टिको सृजना गर्छ, त्यसलाई कमजोर ठान्नु हाम्रो यो विकृत मानसिकता हो जस्तो मलाई लाग्छ। तर यो कुरा त छ, आखिर महिला भनेपछि म जब मिडियामा काम गर्थेँ मलाई याद छ महिला शब्दले नै चाहिँ महिलाहरू अपहेलित भइरहेको त्यो पनि छैन। त्यो विशेषणहरू जुन दिइन्छ नि अनावश्यक विशेषणहरू होइन, यो त्योहरूमा मात्रै मेरो चाहिँ असन्तुष्टि हुन्छ जस्तो मलाई लाग्छ। र तैपनि यो समाजको यस्तो संकीर्ण सोचमा पनि जुन एउटा उत्कृष्ट सोच देखाएर जुन पत्रकार महासङ्घ धनुषा शाखाका सबै मेम्बरहरूले एउटा जुन निर्णय लिनुभयो होइन, यो पालि चाहिँ महिला नेतृत्व दिउँ, जुन विश्वास मलाई दिनुभयो होइन, जुन विश्वास देखाएर मलाई यो नेतृत्व दिनुभएको छ, त्यसलाई म कहिले पनि धोमिल गर्दिनँ भन्ने चाहिँ प्रतिबद्धता जनाउन चाहन्छु। र अहिले पनि फेरि पनि जुन नयाँ पुस्ता छ त्यसलाई कसरी दक्षता वृद्धि गर्ने र पुरानोलाई कसरी सम्मानित गरेर यो मेरो कार्यकाललाई कसरी बिताउने र सबैको सल्लाह सुझाव र सबैले दिएको मार्गदर्शन नै बाटो हुनेछ। र त्यही अनुसारले चाहिँ पत्रकार महासङ्घ धनुषाको आगामी कार्य समितिले आफ्ना निर्णयहरू गर्नेछन्। यसमा सबैको समान सहभागिता हुन्छ। यो हामी सबैको संस्था हो र सबैले यसलाई आफ्नो बुझ्नु पर्दछ र यो बुझाउनको लागि जे सक्दो प्रयत्न गर्नुपर्छ त्यो गरौँला भन्ने प्रतिबद्धता व्यक्त गर्दछु। ल हस् त दर्शकबिन, अहिले हामीसँग हुनुहुन्थ्यो मनिका झाजी। उहाँ नेपाल पत्रकार महासङ्घ धनुषा शाखामा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुनुहुन्छ। अहिलेको कार्यक्रमबाट हामी बिदा हुन्छौँ। नमस्ते।